गाउँको बीचमा एउटा सिडी थियो जुन त्यो सिधा आकाशतिर गएको थियो। त्यो सिडीको कुनै अन्त्य थिएन र सबैजना गाउँलेहरू भेला भएर एकजना बच्चालाई सिडीको रहस्य बुझ्नका लागि माथि पठाउने निर्णय गरे। सबै गाउँलेहरू खुसियाली मनाउँदै थिए, तर उसका आमा भने चिन्तित थिए, किनभने त्यहाँ गएको मान्छे कहिले पनि फर्केर आएको थिएन। तर गाउँलेहरूलाई त्यो सिडीको रहस्यको बारेमा जान्नु थियो र केटाले सबैजनालाई अलविदा गरेर सिडी मार्फत आकाशतिर जान थाले। तर उसको आमा भने अझै पनि चिन्तित थिए र उनी पनि रातमा गाउँलेहरूलाई थाहा नदिकन सिडीतर्फ लाग्न थाले। आफ्नो बच्चाको माया कुन आमा बाबालाई हुँदैन र? उनी आफ्नो बच्चालाई सम्झिरहेको हुन्छन्, त्यही भएर उनी आफ्नो बच्चालाई लिन जानका लागि ऊ पनि त्यो सिडीमा जान थाल्छिन्। गाउँ बिस्तारै बिस्तारै बिछडिँदै जान्छ। सिडीले आकाश बादलहरूलाई छुँदै जान्छ र एउटा ठुलो ढोका देखिन्छ। त्यो केटीले त्यो ढोका खोलेर हेर्दाखेरि टक्कसँगले हाम्रो घर देखिन्छ र त्यो घर चाहिँ मेरो हो।